नमस्कार, म ईश्वर कुमार। तपाईले देख्नुहुन्छ इफेक्ट टिभी। 2 डिसेम्बर 1815 का दिन नेपालले आफ्नो 2/3 भूभाग गुमाउनु परेको थियो। के कारणले गुमायो त नेपालले आफ्नो भूभाग? नचाहँदै पनि सुगौली सन्धि गरेर नेपालले आफ्नो 2/3 जग्गा गुमाउनु परेको थियो। आजको विषयवस्तुमा म सुगौली सन्धिको वरपर रहेर कुरा गर्नेछु। आखिर सुगौली सन्धि के हो, सुगौली सन्धिमा के छ र सुगौली सन्धिसँग जोडिएर केही विषयमा आज म चर्चा गर्नेछु। सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीच भएको सन्धि हो, जसले नेपाल अंग्रेज युद्धको समाप्त गर्यो। यसै सुगौली सन्धि पश्चात नेपालले आफ्नो 2/3 भूभागहरू गुमाउनु परेको थियो। सन् 1915 2 डिसेम्बरका दिन हस्ताक्षर भएको यो सन्धि पूर्ण रूपमा पुष्टि हुने मार्च 4 1816 मा भएको थियो। नेपालका पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए भने ब्रिटिस कम्पनीका पक्षबाट लेफ्टिनेन्ट कर्नल प्यारिस ब्रास्टले हस्ताक्षर गरेका थिए। सन्धिमा नेपालले जितेका भूभागहरू छोड्नुपर्ने, ब्रिटिस प्रतिनिधिहरू काठमाडौँमा राखिनुपर्ने, गोर्खालाई ब्रिटिस सेनामा भर्ती गराउनु पर्ने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीहरूलाई राख्ने अधिकारबाट वञ्चित हुनु पर्यो। यस अघि फ्रान्सका कमान्डरहरूलाई नेपाली सेनाको तालिम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा 1/3 भूभाग नेपालले गुमाउनु पर्यो। यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्दछ। नेपालले गुमाएको क्षेत्रहरू काली नदीको पश्चिम भाग कुमाऊ अर्थात् वर्तमान उत्तराखण्ड, गढवाल अथवा वर्तमान उत्तराखण्ड, चज्जल नदीको पश्चिम तर्फका केही क्षेत्रहरू काँगडा वर्तमानको हिमाचल प्रदेश र तराईका थुप्रै भूभागहरू नेपालले त्यसबेला गुमाउनु परेको थियो। सन् 1857 को विद्रोहलाई दबाउन नेपालले गरेको सहयोगप्रति कृतज्ञ भएर सन् 1865 मा नेपाललाई केही भूभाग फिर्ता दियो र ती भूभागहरू हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर हुन्। सुगौली सन्धिले सीमा रेखामा ल्याएको अन्तर के हुन सक्ला? सुगौली सन्धि हुन अघि दार्जिलिङ पूर्वमा टिस्टासम्म, दक्षिण पश्चिममा नैनीताल, कुमाऊ, गढवाल र पश्चिममा बसाहारसम्म नेपालको भूभाग थियो। तर वर्तमान कालमा यी क्षेत्रहरू सबै भारतको भूभागमा पर्ने गर्दछन्। नेपालले स्वेच्छाले सुगौली सन्धि भन्ने गरेको थिएन। ब्रिटिस भारतका प्रेसिडेन्स र नेपालको स्थिति यस्तो थियो। ब्रिटिस इन्डिया कम्पनीले सन्धिको मस्यौदा सन् 1815 डिसेम्बर 2 मा हस्ताक्षर गरेको थियो भने नेपाललाई 15 दिनभित्र हस्ताक्षर गर्न भनिएको थियो। तर नेपालले निकै लामो समयपछि मात्रै त्यसलाई हस्ताक्षर गरेको थियो। नेपाललाई ती शर्तहरू मन्जुर थिएनन्, यसकारणले पनि नेपालले तोकेको म्यादमा हस्ताक्षर गरिरहेको थिएन। त्यसपछि ब्रिटिस इन्डिया कम्पनीले काठमाडौँमा आक्रमण हुने हल्ला मचायो र त्यो हल्ला सँगसँगै नेपाल बाध्य भएर सुगौली सन्धिमा हस्ताक्षर गर्नुपर्ने अवस्था सिर्जना भयो। त्यस्तै सुगौली सन्धि नेपालमाथि लादिएको थियो। राजा तथा उच्चपदस्थ कर्मचारीहरू यसमा हस्ताक्षर गर्न चाहँदैनथे, तर नेपाल बाध्य बन्यो। यसका शर्तहरू मात्र पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिसको शिविरमा गई 4 मार्च 1816 का दिन यस सन्धिमा हस्ताक्षर गरे। नेपालले 15 दिने म्यादलाई लत्याएर 93 दिनसम्म पनि हस्ताक्षर गरेन र 93औं दिन हस्ताक्षर गरेको थियो। अब सन्धिको वैधानिकता कति त? सन्धिको अनुच्छेद 9 मा राजाद्वारा सन्धि मञ्जिर गरिनुपर्ने कुरा लेखिएको थियो, तर राजा गर्मीण युद्ध विक्रमबाट यस्तो कुराको कुनै रेकर्ड छैन। ब्रिटिसलाई नेपालले आफ्नो सन्धि मान्दैन भन्ने ठूलो डर थियो। यसकारण गभर्नर जनरल डेभिड ब्रिटिस सरकारको पक्षबाट सुगौली सन्धि लागू भएको पुष्टि गरे र सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायको हातमा थमाइदिए। यसरी सुगौली सन्धि लागू भएको थियो। सुगौली सन्धिमा रहेको सीमा विवाद पनि एक मुख्य विषय हो। सन्धिमा राष्ट्रको सीमाङ्कन स्पष्ट नभएकाले आज पनि विवाद कायम नै छ। सन्धिमा सीमारेखा स्पष्ट नभएकाले सीमाङ्कन गर्न समस्या भइरहेको छ। लगभग 60,000 हेक्टर जमिनमा आज पनि विवाद छ। यी जमिनहरूमा दाबी प्रतिदाबी बहस आदि चलिरहेका छन्। परिमाण स्वरूप नेपाल भारत सीमामा अतिक्रमणको आरोपहरू एकअर्कालाई लगाइन्छ। यस्तै 54 वटा क्षेत्रहरू छन्। यिनमा कालापानी,
लिपिधारा, सुस्ता, मेची क्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, भिलेथोरी आदि पर्दछन्। आज सुगौली सन्धिको विषयमा केही बहस गरियो। आगामी श्रृङ्खलामा पनि म फेरि सुगौली सन्धिसँगै जोडिएर नेपाल र भारतसँग भएका सन्धि सम्झौताहरूसँग जोडिएर आउनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते। कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला।